सफलताको शुभकामना व्यक्त गर्छु। महत्त्वपूर्ण समयमा महत्त्वपूर्ण कार्यक्रमको आयोजना भएको छ र यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी भएर सिक्ने भाग्यशाली महत्त्वपूर्ण व्यक्तिहरू चाहिँ हामी भएको छौँ र यो महत्त्वपूर्ण क्षणको साक्षी बस्ने अवसर मैले पनि पाएको छु। यसलाई मैले एउटा गौरवको रूपमा लिएको छु, गर्वको विषय मानेको छु र खुसी लागेको छ। यति भन्दै गर्दा आज हामी तामाङ लिपिको बारेमा सिक्ने कार्यक्रमको उद्घाटनमा छौँ। यो 3 दिनसम्म आज जुन कार्यक्रमको उद्घाटन हुँदैछ यो कार्यक्रममा सहभागी हुनेहरूले तामाङ भाषाको एउटा आधिकारिक लिपि नै सिक्नुहुन्छ। यो खासै गाह्रो कुरा पनि छैन, तर मान्छेमा डेडिकेसन र गम्भीरता चाहिँ तपाईँ हामीमा हुनुपर्छ। हामीले चाहिँ 6 महिना लगाएर जापानिज भाषा सिक्छौँ, कोरियन भाषा सिक्छौँ, त्यति धेरै गाह्रो पनि यो लिपि मलाई चाहिँ लागेन। म आफू यो लिपि सिकेर यो लिपिको अध्ययन गरेरै आज म बागमती प्रदेश सभाको तामाङ भाषा अनुवादकमा काम गरिरहेको छु। भनेपछि अब यो तामाङ भाषाको यो लिपि जुन हामी सिक्दैछौँ, तामाङिक भन्छ यो लिपिलाई, यो लिपि तपाईँ हामीले सोचे जस्तो सक्दै नसक्ने अत्यन्तै गाह्रो र कठिन विषय पनि होइन, तर त्यसलाई डेडिकेसन र सिक्ने तपाईँको चाहिँ इच्छा छैन भने चाहिँ सकिँदैन फेरि। त्यसकारणले यहाँ जति पनि प्रशिक्षार्थीको रूपमा उपस्थित हुनुहुन्छ, सहभागी बन्नुहुन्छ, उहाँहरूले यो लिपिलाई गम्भीरताका साथ लिनुहुन्छ, आफ्नो जीवनसँग जोडेर, आफ्नो पहिचानसँग जोडेर र आफ्नो समुदायको एउटा गहनाको रूपमा चाहिँ यसलाई स्वीकार गरेर सिक्नुहुन्छ भन्ने विश्वास मलाई छ। त्यसो भयो भने यो 3 दिनको अवधिमा तपाईँले तामाङिक लिपिको हरेक व्याकरण शुद्धाशुद्धि सबै सिक्नुहुन्छ भन्ने विश्वास मलाई छ। त्यसकारणले जति पनि साथीहरू प्रशिक्षण लिनको लागि सहभागी हुनुभएको छ, यहाँहरू अलिकति सिरियस भएर धैर्यताका साथ सिकिदिनु होला भन्ने म सुरुवातमै आग्रह पनि गर्छु। यो लिपिको महत्त्व के छ? अब धेरै साथीहरूले हाम्रो जातका कुरा गर्नुभयो, समुदायका कुरा गर्नुभयो, हाम्रो भाषा संस्कृति संरक्षण गर्नुपर्छ भनेर भन्नुभयो। यस्ता कुरा त हामीले कयौँ वर्ष अगाडिदेखि गर्दै आएको छौँ। धेरै वर्ष पहिलेदेखि हामी चोक चौतारामा यस्ता खालका आदर्शका कुराहरू, यस्ता खालका मिठा कुराहरू त हामीले भाषणमा त धेरैपटक गरेका छौँ नि त। तर व्यवहारमा के देखिन्छ त भन्दा ल न त कोही तामाङ निस्क्यौँ न त, तामाङ भाषाको तामाङिक लिपिमा पोख्त भएको, तामाङ भाषालाई भरभेटिङ गर्न जाने, तामाङ भाषालाई सरर चाहिँ तपाईँको शब्दमा लेख्न जाने कोही तामाङ निस्क्यौँ त भनेर हामीले खोज्ने हो भने मन लाग्छ अत्यन्त कम तामाङ साथीहरू त्यसमा निस्किनुहुन्छ। यो म आफैले भोग्या पनि हो। आज लीलादाई एउटै मञ्च हामी सेयर गरिरहेका छौँ। बागमती प्रदेश सभाले, बागमती प्रदेशले भाषा ऐन पारित गरेर गत वर्षको वैशाख 24 गतेबाट लागू गर्यो, कार्यान्वयन गर्यो भाषा ऐन। भाषा ऐन कार्यान्वयन गरिसकेपछि त्यो भाषा ऐनमा व्यवस्था भए बमोजिमको सरकारी कार्यालयहरूमा एक जना तामाङ र नेवारी भाषा अनुवादक राख्न सकिने भन्ने प्रावधान अनुरूप पहिलो पटक बागमती प्रदेश सभा, जसलाई हामी संसद भन्छौँ बागमती प्रदेशको, त्यसले एउटा प्र्याक्टिस गर्यो तामाङ भाषा अनुवादक र नेवार भाषा अनुवादक चाहिँ नियुक्ति गर्ने भनेर। 15-20 दिनको कतिको समय राखे जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ आवेदन ल्यायो है तामाङहरू, अब तिमीहरू त लड्यौ, हामीलाई चाहिँ भाषा, हाम्रो भाषा सरकारी कामकाजी हुनु पर्यो, हाम्रो भाषालाई सरकारी मान्यता चाहियो भनेर त लड्यौ। अब त्यो त हामीले दिइसक्यौँ, ऐन बनाएर हामीले त्यो सुविधा त दिइसक्यौँ। अब हामीले एउटा चाहिँ तपाईँहरूलाई हाम्रो कार्यालयमा सरकारी कामकाजमा तामाङ भाषा राखिसकेपछि भाषा अनुवादक चाहियो हामीलाई, हामीले त जाने छैनौँ। भाषा अनुवादक एउटा दोभाषी चाहियो, ट्रान्सलेटर चाहियो। त्यसको लागि ल तिमीहरू तामाङ समुदायबाट आऊ न त, यहाँ हामीलाई चाहिँ भाषा अनुवादक सरकारी सेवा सुविधा पनि दिन्छौँ हामी भनेर भनेको। अन्तिम दिनसम्म आइपुग्दा 3 जना हुनुभएछ आवेदन दिने। त्यो पनि मलाई पनि लीलादाईले फोन गरे, ए भाइ जाऊ न त्यहाँ आवेदन देऊ। मेरो पनि खासै चाहिँ त्यहाँ जाने, आवेदन दिने, जागिर खाने त्यो खालको प्रारम्भिक चाहिँ तयारी, प्रारम्भिक सोच मेरो खासै थिएन। लीलादाई आफैले फोन गर्नुभयो, हाम्रो भेलुङका सचिव किरणजीले फोन गर्नुभयो, जानु पर्यो त्यहाँ त मान्छे नै भएन, हाम्रो त इज्जतको सवाल छ। यत्रो बागमती प्रदेशमा चाहिँ यत्रो धेरै तामाङ जनसङ्ख्या छ, मकवानपुरमा यत्रो धेरै तामाङ छ भनेका छौँ। हामीले लडेर ल्याएको यत्रो चाहिँ हाम्रो चाहिँ सफलता हो, हाम्रो क्रान्तिले प्राप्त गरेको भाषा ऐन हो, त्यसले चाहिँ सृजना गरेको यो एउटा चाहिँ अवसर हो। यो अवसर सदुपयोग गर्नको लागि योग्य तामाङ नै चाहिँ नहुने हो कि भन्ने चिन्ता भयो। भरे चाहिँ गैर तामाङहरूले होइन, गैर तामाङहरूले चाहिँ तामाङ भाषा सिकेर, तामाङ लिपि सिकेर त्यो जागिर खाने स्थिति चाहिँ आउने हो भनेर लीलादाईहरूले चाहिँ मलाई भन्नुभयो।
अब हुन त हो चिन्ता त हामीले पटक पटक मैले अघि भने जस्तो चोक चौतारोमा बसेर यस्ता मञ्चहरू पाउने बित्तिकै खालि हामीले भाषाको कुरा गरेका छौँ, ज्ञानका कुरा गरेका छौँ, हाम्रो मुद्दाको कुरा गरेका छौँ, विगतमा हामीले पढ्न नदिएका कुरा गरेका छौँ, सिक्न नदिएका कुरा गरेका छौँ, पढ्यौँ भने हाम्रो पुर्खाहरूलाई चाहिँ नि तपाईँको लगेर गोली हानेका कुराहरू गरेका छौँ। तर ठ्याक्क अवसर आउँदा त कोही नहुने हो क्या हो भन्ने चाहिँ मलाई पनि महसुस भयो। र अन्तिम दिनमा जयरामजी लाई नै मैले लिएर गएको थिएँ कि त्यो प्रदेश सभामा, जयरामजी हामीसँगै थियो। दिउँ न त, हामीले आफ्नो क्षमतालाई त चाहिँ लुकाएर राख्नु पनि भएन भन्ने हिसाबले त्यहाँ दिएर आज म बागमती प्रदेश सभाको तामाङ भाषा अनुवादकको रूपमा पनि छु। त्यस कारणले मैले जोड्न खोजेको के हो त भन्दा हामीले धेरै आदर्शका कुराहरू गरिरहेका छौँ, राम्रो गर्नुपर्छ, हामीलाई अधिकार चाहिन्छ। विगतमा हामीलाई चाहिँ नि कानुन बनाएर राज्यले थिचोमिचो गरेर हामीले पढ्न दिएन, लेख्न दिएन भनेका थियौँ नि हामीले त। तर अहिलेका चाहिँ राज्यले, अहिलेका कानुनले त हामीलाई त्यो सबै चाहिँ स्वतन्त्र रूपमा दिने अवस्था आइसक्यो। त्यो आइसक्दा पनि हामी चाहिँ आफ्नो क्षमता विकास नगर्ने, अनि त्यसपछि हामी सधैँभरि चाहिँ भाषण र चाहिँ नि चोक चौतारोमा हाम्रो अधिकारका कुरा, संस्कृतिका कुरा गर्ने, त्यो गरेर पनि भएन, हामीले आफूलाई डेभलप गर्नुपर्ने हो भन्ने नै मलाई चाहिँ मुख्य रूपमा महसुस भएको कुरा हो। अब संस्कृतिका कुरा हामीले धेरै गरिरहेछौँ। तामाङको कार्यक्रम छ, सबै तामाङ अतिथि छ, सबै चाहिँ हामी तामाङ साथीहरू सहभागी छौँ। एउटा तामाङ पहिचान झल्कने केही चाहिँ हामीले देखाउन सकेका छैनौँ। यस्ता कुराहरूमा हामीले चाहिँ गम्भीर रूपमा लाग्नुपर्ने स्थिति पनि छ। म स्वयं पनि, मेरो पनि कमजोरी होला, तर आम सबै साथीहरूले हामीले त्यो चाहिँ महसुस गर्नुपर्ने, त्यो चाहिँ अब नगरेका साथीहरूलाई गर है भन्नुपर्ने ठाउँमा छौँ नि त हामी त, स्टेक होल्डर हौँ हामी त, होइन। त्यस कारणले मैले अघि भुवन भाइलाई पनि भनिरहेको थिएँ, जस्तो हाम्रा कुराहरू सुन्ने निकाय भनेको स्थानीय तह हो, जनप्रतिनिधि हो। वनस्थलीजीलाई अगाडि नै बोल्न लगाएर उहाँलाई पठाउनु हुन्थेन। खास चाहिँ यस्ता कुराहरू चाहिँ अब अगाडि मैले बोल्न पाए भए उहाँलाई सुनाउनु हुन्थ्यो भन्ने चाहिँ मलाई लागिरहेको थियो कि उहाँ जनप्रतिनिधि हो, उहाँ अहिले पहुँचमा हुनुहुन्छ होला, उहाँले अहिलेको वर्ष गर्नु भएन, विगतको वर्षहरूमा काम गर्नु भएको छ, तर आगामी दिनमा झकझक्याउन त छोड्नु भएन, होइन। त्यस कारणले उहाँहरूलाई चाहिँ उहाँहरूले सुन्न खोज्नुहुन्न फेरि हाम्रो कुराहरू, कति किचकिच गर्छ, कति माग्छ भन्नु होला, तर सुनाएको सुनाइ त गर्नु पऱ्यो नि त हामीले, जबरजस्ती सुनाउने हो उहाँहरूलाई, होइन। त्यस कारणले मैले चाहिँ त्यो सोचिरहेको थिएँ, वनस्थलीजीहरूभन्दा अगाडि बोल्न पाए भए उहाँले गरिरहनु भएको। मैले राक्सिरङ गाउँपालिकामा यस्तै खालको तामाङ लिपिमा गाउँपालिकाको नाम लेखाउनु भनेर वनस्थलीजीले कतिपटक भनेको छु कि लाग्नु भएको छैन। त्यो कुराहरू त मैले फेरि अब यस्तो सार्वजनिक मञ्च अब अहिले त भनेको छु, होइन। तर उहाँले सुन्ने गरी भन्न पाए भए अलिक स्वाद त आउँथ्यो होला। तामाङको छोरो हुनुहुन्छ, होइन, लेखौँ भनेर भनेको छु। सबै वडा अध्यक्षहरू अधिकांश तामाङ हुनुहुन्छ, वडा कार्यालयहरूमा लेखौँ भनेको छु, सुन्दैन त। यो किन सुनिरहेको छैन भनेर उहाँहरूलाई यो भन्न मन पनि थियो। उहाँ जानुभयो, खै ठिकै छ, यो भन्न पनि छोडिन्न भन्ने पनि म यहाँहरूको माझमा राख्दै अब हामीले चाहिँ सिकौँ, आफूलाई चाहिँ दक्ष बनाऊँ, क्षमता विकास गरौँ। यो लिपि अनिवार्य भइसक्यो। अब अघि नवराजजीले शिक्षण संस्थाहरूले हाम्रो लिपि पढाउनुपर्छ, सिकाउनुपर्छ भन्ने एकदम महत्त्वपूर्ण विषय उठाउनु भयो। प्राविधिक समस्या अलिअलि आउँछन्। सिंहबहादुर योन्जन भन्ने एकजना चाहिँ नि मान्छे भेटिनु हो, चितवनको एउटा कार्यक्रममा गएको थिएँ म, योन्जन समाजले चाहिँ बोलाउनु भएको थियो। मलाई यति र्याख पार्नुभयो उहाँले कि त्यो यो तामाङ भन्ने त लिपि नै होइन, तामाङको लिपि नै होइन यो तामाङ भने, के तामाङ लिपि लेखेर सरकारी जागिर खाएर भनेर हैरान पार्नुभयो मलाई। अब यस्ता खालको विवादमा अल्झिरह्यौँ भने अघि चाहिँ नि हाम्रो जङ्गबहादुरजीले भन्नुभयो जस्तै यो भाषामा नै चाहिँ नि भोलिको दिनमा संशोधन गरिदिन के फेर, मान्छेलाई त न्यु चाहिएन हो, होइन। त्यस कारणले हामी हाम्रो समुदायमा फरक छ नभए होइन, विविधता भनौँ क्या त्यसलाई, नमिले नभनौँ न। नेपाली भाषामा पनि त भाषामा विविधता छैन। जस्तो यहाँ आउनुहोस् भन्नलाई कसैले पाल्नुहोस् पनि भन्छ, कसैले उपस्थित भइदिनुहोस् पनि भन्छ, कसैले आउनुहोस् भन्छ। अर्थ एउटै होइन, भाषामा त विविधता त छ त त्यो शब्दमा। हाम्रो तामाङमा पनि भइरहेको त त्यही नै हो त, अर्थ एउटै हो, विविधता छ। हाम्रो मकवानपुरको तामाङ भाषामा एउटा चाहिँ खालको सौन्दर्यता छ, धादिङको तामाङले अर्कै खालको बोल्नुहुन्छ, पूर्वतिर जानुभयो भने अर्कै खालको सौन्दर्यता हामी भेट्छौँ। त्यसलाई हामीले विविधता भन्ने हो, त्यो मिलेन भन्ने होइन भन्ने ढङ्गबाट अगाडि बढौँ। र सम्बोटा र तामाङको कुरा छ, तामाङलाई चाहिँ बागमती प्रदेश सरकारले एउटा तामाङ भाषाको आधिकारिक लिपि भनेर अपनत्व लिइसकेका भए हुनाले हामीले तामाङ लिपिलाई प्रमोट गरेर अगाडि जाउँ। र यो दुईटा अक्षर चाहिँ एउटै हो, फेरि व्याकरण मात्र फरक हो। सम्बोटा लिपि चाहिँ अब म आफैले पढ्न सक्दिनँ सम्बोटा लिपि चाहिँ,
अब जस्तो अङ्ग्रेजी अक्षरमा सर र सबै चिज जोडेर लेखिदियो भने त्यसको के अर्थ हुन्छ हैन? अर्थ त नमिले जस्तो लाग्छ नि त हामीलाई। सम्बोटा लिपि चाहिँ त्यस्तै हो। यो अक्षरहरूमा तपाईँको अब यो कमा दमा के हुँदैन हैन, ठिकहरू हुँदैन, यो कता कता के प्रयोग हुन्छ भन्ने छ। त्यो सम्बोटा लिपि म आफैले पनि जान्दिनँ। साथीहरू त्यो एकदम धेरै दिमागमा बोझ थुपारिरहनु परेन। सम्बोटा लिपि भनेको चाहिँ लामा गुरुहरूले ला 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 गरेर त्यो बोलेको बोले उहाँहरूको चाहिँ ब्रेकै नभइकन बोल्ने खालको लिपिहरू चाहिँ हो भन्ने कुरा महसुस गरौँ। र हामीले सरकारी कामकाजीमा अहिले प्रयोग गरिरहेको र म बागमती प्रदेशको प्रदेश सभाको चाहिँ एउटा आधिकारिक व्यक्तिको हिसाबले पनि मैले प्रयोग गरिरहेको लिपि भनेको तामाङ नै हो। नेपाल तामाङ घेलुङले यो लिपिलाई हाम्रो लिपि भनेर अपनाउन लिइसकेका छ। त्यस कारणले पनि यसलाई चाहिँ हामीले प्रमोट गर्नुपर्छ, स्वीकार गर्नुपर्छ र यो भन्दै गर्दा सम्बोटा लिपिलाई चाहिँ विस्थापन गर्नुपर्छ। त्यसलाई हामीले चाहिँ नि छोड्नुपर्छ भने होइन। फेरि लामा गुरुहरूलाई चाहिँ नि उहाँहरूको विद्या उहाँहरूको चाहिँ नि छोइ पढ्नको लागि त्यही लिपि चाहिन्छ। फेरि यो तामाङले त मिल्दैन फेरि। त्यस कारणले त्यसलाई पनि चाहिँ हामीले त्यो ढङ्गबाट बुझौँ। त्यो सांस्कृतिक विविधता हो भन्ने कुरालाई चाहिँ हामीले स्वीकार गर्दै यो धेरै भाषमा चाहिँ नबुझौँ भन्ने हिसाबले सरल ढङ्गबाट यसलाई लिउँ। र जति पनि प्रशिक्षार्थीको रूपमा आउनुभएको साथीहरूले यो कार्यक्रम सकेपछि चाहिँ मकवानपुर जिल्लामा तामाङ लिपि जानेको, तामाङ लिपि लेख्न जान्ने भर्खरका किशोर भर्खरका साथीहरू चाहिँ थुप्रैजना हुनुहुन्छ भनेर मैले चाहिँ हिसाब गर्न पाइएँ है। मैले चाहिँ फलाना चाहिँ तामाङ लिपिमा पनि पोख्त हुनुहुन्छ, भाषा पनि जान्नुहुन्छ भनेर चाहिँ भन्न पाइयोस् पनि भन्ने पनि म आग्रह गर्छु। र प्रशिक्षण राम्रो होस्, सफलताको शुभकामना भन्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु।